सब पाटुहरू मात्र सब खतम हुन् धुस हुन्। दया माया छैन, आफ्नै बुढी भर्न खोज्छन् अनि आफ्नै मान्छेलाई भित्र जगाउन खोज्छन्, राम्रो गर्छन्। हामी दुखी गरिबलाई कसैले केही गर्दैनन्। विकासहरुको कुराहरुमा हजुरलाई सुर्खेतमा विकास भएको अनुभव छ कि छैन? अब विकास त अनुभव त तर उनीहरूले आफ्नोलाई गरेका छन्, हाम्रोलाई गरिदिया छन् त, गरेका छैन नि त, आफ्नोलाई गरेका छन्। सब आफ्नै ठुला बडाहरू सब हाल्न खोज्छन्, दुखी गरिबलाई कसैले हेर्दैनन्, सब पाटुहरू मात्रै छन्। म कतिचोटि साइकल माग्न गएँ सोलर बाबा भनेर त्यहाँ नगरपालिकामा, मेरो सुनाई पुछाइ उसलाई देखाउँछ, नगरपालिका छिरेको साइकल उसलाई सहयोग माग्छ, उसलाई देखाउँछ, उसले सब चोरै चोर, सब पाटुहरू मात्रै छन्। मलाई त यस्तो लाग्छ तिनी पाटुहरूलाई के पानीको पिचकारीले परार पानीको पिचकारी आएर ढाल्नु जस्तो लाग्छ पाटुहरूलाई देखेर, नगरपालिकाको पाटुहरू। हजुर हजुरलाई जो भ्रष्टाचारी मात्रै छन्। कर्णाली प्रदेश सुर्खेतको सोलर बाबा हजुर हजुरलाई चाहिँ जो सन्तुष्टि छैन यहाँ कर्णालीवासीहरूलाई लगायत हजुरलाई? नै छैन, एउटा सहयोगै गर्दिनन्। कोही राधे पाधे टिका लगाउने, हिँड्ने, देउती बजी मन्दिर धाउने, त्यो होइन नि त। सबलाई माया गर्न पर्यो नि त। समानता छैन, मानवता मर्यादा धर्म छैन, सबैलाई समानता छैन, हिन्दू सनातन एकता छैन। अनि अब इन्डियामा के छ, रामजीको झन्डा हाले हुन्छन्, यहाँ पुरा आफ्ना आफ्ना पार्टीका झोले झम्टीहरूको झन्डा हाले हुन्छन् घर घरमा। त्यही भएर हाम्रो नेपाल बिग्रिया छ, पछाडि पर्या छ। पहिला कर्म गर, श्री हरि विष्णुको फोटो ल्याएर आफ्नो घरमा माया गर, बल्ल राजा आउनेछन्। पहिले राजा आउ गरे त सब पाटुहरू मात्रै छन्। देशमा कस्तो खालको मान्छेहरू आइदिएको भयो हुन्थ्यो जस्तो? अब मेरो आत्मामा त साधुको सरकार बनोस्, त्यही म नमन चाहन्छु। श्री हरि विष्णुलाई कल्याण चाहन्छु। साधु भन्नाले तपाईँको साधु बाबाको सरकार, इन्डिया युपीको हो, योगी आदित्यनाथ त्यस्तै आओस् यहाँ पनि। के रे कुन रे? योगी आदित्यनाथ बाबाको सरकार आओस् हाम्रो नेपालमा, बाबाको सरकार बनोस्। हिन्दू धर्मको संरक्षण, हजुर हजुर हजुर, रखवाली प्रजापति श्री हरि विष्णुको सरकार बनोस्। अरू पार्टीहरू नआउ? अरू त सब झोलीहरू मात्रै हुन्, माओवादी खाउवादी।